नमस्ते सबैजनालाई। आज पनि फेरि केही विषयमा यसो गन्थन मन्थन गरौँ भनेर म आएको छु। आज बिहान स्कुल पढ्दाखेरिका एकजना साथीसँग जो बाहिर विदेशमा बस्दै आएका छन्, उनी विशेष त अस्ट्रेलियामा। ती साथीसँग लामै कुराकानी भयो हामी दुईजनाको। करिब पौने घन्टा हामीले मेसेन्जर मार्फत हामीले गफगाफ गऱ्यौँ। हाम्रो गफगाफमा हामीले धेरै आफ्नो पारिवारिक स्वास्थ्य, शिक्षा, केटाकेटीको शिक्षा, घर परिवारको बुवा आमाको स्वास्थ्य, गाउँ समाज, साथीभाइ हैन को प्रगति दुर्गति आदि इत्यादि सन्दर्भमा धेरै कुराहरू गऱ्यौँ। र त्यस बाहेक हामीले विशेष त जेन्जी विद्रोह पश्चात देशमा उत्पन्न परिस्थिति, देश अहिले कसरी अगाडि बढिरहेको छ त भन्ने सन्दर्भमा अलिकति उनले केही चासो राखे र मैले आफूले बुझेको कुरा राख्ने प्रस्ट्याउने कोसिस गरेँ। खास गरी हामीले भ्रष्टाचार नियन्त्रण अर्थात् यसलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्दर्भमा हामीले चाहिँ छलफल गऱ्यौँ। र त्यसपछि हामीले नेपाल जस्तो एउटा भू राजनीतिक अवस्थितिमा रहेको जुन भूगोलमा छ नेपाल, उत्तर दक्षिण दुईतिर ठुला शक्तिशाली उदयमान शक्तिशाली देशहरूको बिचमा जसरी नेपाल अवस्थित छ र यसको भूराजनीतिक महत्त्व अर्थात् भूराजनीतिक संवेदनशीलताको विषयमा हामीले छलफल गऱ्यौँ। खास गरी हाम्रो नेतृत्वहरूले अलिकति चाहिँ सन्तुलनमा राख्न नसक्दा हैन, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सन्तुलनमा राख्न नसक्दा जसरी दिन प्रतिदिन बाह्य हस्तक्षेप र प्रभाव बढिरहेको छ र त्यो त अस्ति जेन्जी विद्रोह 23 र 24 गतिको जेन्जी विद्रोहले अझ बढी त्यसलाई एक्सपोज गरेको छ हैन। त्यो विषयमा हामीले चाहिँ खास गरी छलफल गऱ्यौँ। अब यो भ्रष्टाचारलाई चाहिँ नियन्त्रण गर्ने सन्दर्भमा अब कानुनी त विभिन्न विषयहरू पाटाहरू छन्, कानुनी प्रावधानहरू छन् हैन। नेपालको कानुनले विभिन्न चाहिँ भ्रष्टाचार नियन्त्रण गर्नेलाई कडाइ गर्ने, भ्रष्टाचार गर्नेहरूलाई हैन, उसका चाहिँ विभिन्न आफ्ना मापदण्डहरू छन्, कानुनी प्रावधानहरू छन्। तर त्यसले मात्रै भ्रष्टाचार निर्मूल हुन सकेको छैन, कम हुन सकेको छैन। त्यसको ग्राफ झन्झन बढिरहेको सन्दर्भ छ अहिले। त्यसकारण राज्यले मात्रै चाहेर एउटा कानुनी डन्डाको आधारमा मात्रै भ्रष्टाचार कम हुन अलिक समय लाग्दो रहेछ। त्यसकारण यसको निम्ति हामी सबैले नागरिक स्तरबाट, नागरिक तहबाट नै भ्रष्टाचारीहरूलाई खबरदारी गर्ने, हाम्रो गाउँ स्तर, गाउँ समाज, वास्तवमा भन्यो भने मबाट, आफूबाट, घर परिवारबाट हामीले हाम्रो आफ्नै घर परिवारबाट हामीले आफ्नो मनबाट प्रत्येक जनजनबाट चाहिँ यो भ्रष्टाचारीहरूलाई चाहिँ खबरदारी गर्ने र आफूले पनि नगर्ने, शून्य सहनशीलताको नीति अपनाउने हैन, र भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने सकेसम्म यो कुरा नागरिक स्तरबाट अब अगाडि आउनुपर्छ भनेर हामीले बहुत संवेदनशीलताका साथ हामीले छलफल गफगाफ गऱ्यौँ। हुन पनि हो, मलाई पनि त्यस्तो लाग्छ। वास्तवमा अहिले हाम्रो नेपालमा, हाम्रो देशमा अब हेऱ्यो भने भ्रष्टाचारको ग्राफ एकदम उक्लिँदो छ, माथि माथि गइरहेको छ। अहिले त अझ एक हिसाबले भन्ने हो त के छ भने घरमा, मेरो घरमा अथवा मैले अथवा मेरो कुनै घर परिवारको सदस्यले आफ्नो हैसियतभन्दा, आफ्नो व्यावसायिक आम्दानीको भन्दा अथवा आफ्नो जागिर छ भने जागिर सेवा, जागिर क्षेत्रतिरबाट अथवा भनौँ न कुन क्षेत्रमा उसले चाहिँ आम्दानी गरिरहेको छ त्यो स्रोतभन्दा अनेक स्रोत आर्जन गरिरहँदा पनि हामीले ओहो यो किन, कहाँ, कसरी आयो भनेर स्रोत खोजी गर्दैनौँ आफ्नो घर परिवारभित्र। वा अझ वाहवाही गर्छौँ उल्टो, वाह मेरो छोरा, वाह मेरो छोरी, अथवा वाह मेरो बुवा हैन, अथवा वाह मेरो आमा, अथवा वाह मेरो बुहारी हैन, आदि वाह मेरो श्रीमती, यस्तो चाहिँ वाहवाही गर्ने। तर कहाँबाट कसरी त्यो चाहिँ स्रोतभन्दा बढी चाहिँ कसरी आय आर्जन गरिरहेको छ, कसरी अकुत सम्पत्ति आर्जन गरिरहेको छ भन्ने कुरा हामीले खोजी गरेका छैनौँ। त्यसकारण
यो सबैले अब प्रत्येक नागरिकले यो चिजको खोजी गर्नुपर्छ। मैले मेरो आम्दानीको स्रोत के हो, मेरो व्यावसायिक स्रोत अथवा मेरो जागिरको स्रोत अथवा मेरो अन्य स्रोत, मेरो वैदेशिक स्रोत अथवा के स्रोत छ, मेरो व्यावसायिक स्रोतहरू के छन्, त्यसको चाहिँ आम्दानीको त्यसको लिमिट के हो, हैन, त्यसले कति हाम्रो खर्च भइरहेको छ, हामीले के व्यवस्थापन गर्ने, यस्तो कुरालाई हामीले सोचेर त्यसभन्दा कसरी हाम्रो अकुत आर्जन भइरहेको छ, अतिरिक्त गतिविधिहरू हुन्छ नि, शान सौकात मान आदि इत्यादि, यो कसरी भइरहेको छ भन्नेतिर हामी सबैले अब सोच्नुपर्छ। नागरिक स्तरबाट प्रत्येक जनले प्रत्येक मनले सोच्नुपर्छ। तर हाम्रो त्यस्तो छैन। हाम्रो समाजमा हाम्रो चाहिँ कस्तो छ भने आफूले गर्दा वाह वाह गर्ने, अब अर्कोले गर्दा त्यसपछि यसले भ्रष्टाचार गर्यो भन्ने यो परिपाटी छ। यो परिपाटीलाई चाहिँ अन्त्य गरेर आफूले प्रत्येक नागरिकले चाहिँ आफ्नो आफ्नो घर परिवार आफूबाट चाहिँ यसको सुरुवात गर्नुपर्छ, यसलाई नियन्त्रण गर्न सकिन्छ त्यसपछि भन्ने हाम्रो महत्त्वपूर्ण विषयमा हामीले छलफल, वास्तवमा ठिकै हो, छलफल भयो। त्यसपछि हामीले चाहिँ यो जुन वैदेशिक हस्तक्षेप छ, नेपाल जस्तो एउटा भनौँ न दुईवटा उत्तर दक्षिणतिर दुईवटा शक्तिशाली उदीयमान शक्तिशाली राष्ट्रहरूको देशहरूको बिचमा जुन अवस्थित छ हाम्रो देश नेपाल, यो अत्यन्त संवेदनशील छ, हैन। यी एसियाका दुईवटा ठुला देशहरू वास्तवमा संसारमा एकदमै तीव्र छलाङ मारिरहेका छन्। उनीहरूले प्रगतिको विकासको छलाङ मारिरहेका छन्। यस्तो उनीहरूको जुन विकासको छलाङ छ, यसलाई रोक्नको निम्ति विभिन्न अन्य चाहिँ मुलुकहरूले, अन्य शक्तिहरूले कसरी उनीहरूको विकासको गतिलाई अवरोध गर्न सकिन्छ भन्ने एउटा स्वार्थ छ भने, अर्को हाम्रो देशको जुन हाम्रो नेपाली जुन पहिचान, हाम्रो संस्कृति, हाम्रो जुन सभ्यता हो, हैन, यसलाई कसरी नष्ट गर्न सकिन्छ, नेपाली पहिचान, संस्कृति, सभ्यता, हैन, मौलिकता जुन हाम्रो छ नि, मौलिक परम्परा, यसलाई कसरी चाहिँ नष्ट गर्न सकिन्छ र आयातित अन्य परम्पराहरू, अन्य सभ्यताहरूलाई कसरी यहाँ जबरजस्त रूपमा थोपार्न सकिन्छ भन्ने चाहिँ यी दुई तीनवटा मुख्य विशेषतः यी दुई तीनवटा कारणले वास्तवमा बाह्य हस्तक्षेप प्रभावहरू बढिरहेका छन्। केही विस्तारवादी प्रभावहरू बढिरहेको छ भने केही साम्राज्यवादी प्रभावहरू बढिरहेका छन्। त्यसकारण यसलाई रोक्नको निम्ति अब हामी सचेत हुनुपर्छ, देशभक्त नागरिकहरू सचेत हुनुपर्छ भन्ने त मुख्यतः कुरा हो, हैन। किनभने अस्ति 23-24 यो त हामीले त पहिलेदेखि सुरुदेखि भन्दै आएका थियौँ, तर 23 र 24 गतेले झन् पुष्टि गरेको छ, झन् त तपाईँको छताछुल्ल भएको छ। त्यसपछि कसरी चाहिँ जेनजीको जुन आन्दोलन थियो, हैन, त्यो कसरी हाइज्याक भयो, जेनजीको वास्तवमा खास जेनजीको आन्दोलन त 23 गते 12 बजेसम्म, हैन, एभरेस्ट होटलको जुन ब्यारिकेडसम्म उनीहरूको आन्दोलन थियो। त्यसपछि त उनीहरूले स्टेटमेन्ट वक्तव्य जारी गरेर अब हाम्रो आन्दोलन सम्पन्न भयो, सफल भयो भनिसकेका थिए। त्यसपछि एकाएक कसरी चाहिँ आन्दोलनले अर्कै रूप लियो, हैन, जुन अराजक शैलीमा, अराजक ढङ्गले जसरी आन्दोलन अगाडि बढ्यो, विद्रोह भयो, यसले त छताछुल्ल गरेको छ। त्यसपछि सरकार कसरी बन्यो, हैन, सरकार बनाउने स्टेक होल्डरहरू, हैन, कसरी आए, कहाँबाट आए एकाएक रातारात, हैन। कोही त पानीको बोतल बाँडेर स्वयंसेवी फर्स्ट एड प्राथमिक उपचारका सामग्रीहरू बोकेर हिँडिरहेको थियो बाटोमा, तर एकाएक उनीहरू स्टेक होल्डर भएर आए र सरकार बन्यो। अहिले जसरी जुन विभिन्न फाउन्डेसनहरूमा कुराहरू आइरहेका छन्, हैन, विदेशी दाना पानी खाएर पालित पोषित भएका ती फाउन्डेसनहरू मार्फत का चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न भएका धेरै व्यक्तिहरू अहिलेको चाहिँ यो सरकारमा अथवा प्रत्यक्ष त सरकारमा र अप्रत्यक्ष रूपमा पछाडि रहेर यसलाई अगाडि बढाउने काम गरिरहेका छन्। यस्तो आदि इत्यादि थुप्रै कुराहरू छ अहिले। त्यसकारण यो बाह्य विदेशी हस्तक्षेप र प्रभावलाई रोक्नको निम्ति र यो देशलाई, हाम्रो देश नेपाललाई आफ्नै हिसाबले अगाडि बढाउनको निम्ति, हाम्रो राष्ट्रियता, हाम्रो स्वाधीनता, हाम्रो सार्वभौम सत्तालाई अक्षुण्ण राख्नको निम्ति हामी वास्तवमा प्रत्येक नागरिकहरू अब देशभक्ति नजरले हेर्न जरुरी छ। देशभक्ति चिन्तनले, देशभक्ति कोणबाट हामीले सोच्न जरुरी छ। अन्यथा यस्तै हो भन्ने हिसाबले गइयो भने हाम्रो देशको राष्ट्रियता, स्वाधीनता, सार्वभौम सत्ता अत्यन्तै सङ्कटमा छ, खतरामा छ।
यसबाट हामीले पाठ सिक्नुपर्छ र आगामी कदमलाई यसै अनुरूप चाल्नुपर्छ भन्ने विषयमा वास्तवमा हामीले छलफल गऱ्यौँ। यो आजको छलफलबाट मलाई पनि लाग्यो कि वास्तवमा 7 समुद्र रहे पनि विदेशमा बसेर आफ्नो कर्म गरे पनि हाम्रो नेपाली दाजुभाइहरू अत्यन्त चिन्तित हुनुहुन्छ देशप्रति, देशको माया गर्नुभएको छ। नेपालको जुन राष्ट्रियता स्वाधीनता जुन सार्वभौमसत्ता छ यसप्रति अत्यन्त चिन्तित हुनुहुन्छ। विभिन्न परिस्थितिले अब आफ्नो गाउँ घर समाज साथीभाइ घर परिवारसँग बस्न नपाए पनि बाहिर रहेर काम गर्न पाए पनि उहाँहरूको मन उहाँहरूको वास्तवमा तन चाहिँ देशभित्र रहेको पाइन्छ होइन। अब हामीलाई त अब कहिलेकाहीँ हामी यसो एक दुईवटा 2-4 देशमा झुलुक्क 2-4 दिन घुमेर आउनुलाई विदेशमा बस्न रहर छ। तर विदेशमा बस्ने साथीहरूलाई एउटा कहर जस्तो होइन एउटा परिस्थितिले एउटा बाध्यताले बस्नु परेको स्थिति वास्तवमा बुझिन्छ। देशभित्रै बस्ने रोजगारीको सिर्जना हुने व्यावसायिक माहौल बन्ने वातावरण बन्ने हो भने वास्तवमा हाम्रो धेरै दक्ष युवा जनशक्तिहरू यसरी बाहिर बस्ने वातावरण हुने थिएन, बस्नु हुन्थेन जस्तो लाग्छ। त्यसकारण मैले आज जुन हाम्रो साथी हुन त यद्यपि अरू बेला पनि छलफल भइरहन्थ्यो, आज पनि अलि लामो विषयमा लामो समय छलफल भएको हुनाले मैले यो कुरा सेयर गरेँ। कस्तो लाग्यो अवश्य पनि प्रतिक्रिया दिनुहोला। धन्यवाद, नमस्कार।